तरकारी भात दही पोई दुधसँग भात खाएको एकदम मिठो म कार्यक्रम सञ्चालक गञ्जमान गुरुङको व्यक्तिगत तर्फबाट र श्री लन्तरी सत्य युवा क्लबको तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु। आज मिति 2082 साल चैत्र महिनाको 10 गते 27औं वार्षिक चैत्रे दशैं मेला कार्यक्रम अगाडि बढाउने गराउनको लागि आजको सभा अध्यक्षको आसन गरिदिनु हुन यसै श्री लन्तरी सत्य युवा क्लबका अध्यक्ष श्री रोशन बहादुर गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। ल म अध्यक्षको अनुमति अनुसार म अब कार्यक्रम अगाडि बढाउन गइरहेको छु र यसमा आसन ग्रहण गर्ने क्रमलाई नै निरन्तरता दिन चाहन्छु। अनि आसन ग्रहणकै क्रममा 27औं वार्षिक चैत्रे दशैं मेलाको प्रमुख अतिथि वार्षिक गाउँ विकास समितिका संरक्षक श्री ईश्वर बहादुर गुरुङज्यूलाई आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। हाम्रो प्रमुख अतिथि अब यसै क्रममा म अरू अतिथिहरूलाई पनि विशेष अतिथिहरूलाई पनि आसन ग्रहण गर्न विनम्र अनुरोध गर्दछु। यसै क्रममा श्री नादा तमु समाज अध्यक्ष श्री कृष्ण बहादुर गुरुङज्यूलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र यसै सिलसिलामा गाउँ विकास कोष समितिका अध्यक्ष श्री धनराज गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यस्तै गाउँ विकास कोष समितिका सल्लाहकार सुन्दर राम प्रसाद गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। र यसै क्रममा कोष अध्यक्ष श्री रुद्रबहादुर गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। यसै क्रममा पूर्व गाविस अध्यक्ष श्री हरिप्रसाद गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। र अब म यस 11 नम्बर वडाका जनप्रतिनिधिहरूलाई आसन ग्रहण गर्न अनुरोध गर्दछु, जसमा हुनुहुन्छ वडा सदस्य श्री गणेश खनालज्यू, विजय खनालज्यू, सुकुमाया पराजुलीज्यू, चमेली बिक र मादी 11 पूर्व वडा अध्यक्ष श्री मित्र बहादुर गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र यसै क्रममा यस वार्चो गाउँका आमा समूहको तर्फबाट आमा समूह अध्यक्ष श्री नन्दश्री गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र फेरि म आसन ग्रहणलाई जोड्दैछु। यसै क्रममा हाम्रो यस चैत्र दशैं मेला सञ्चालन गर्नको लागि रेफ्री अथवा एम्पायरको निर्वाह गरिदिनु हुने
हाम्रा रेफ्रीज्यूहरू सुमन परियार, मान्यता सुनार, जीवन भण्डारी कृपया आसन ग्रहण गरिदिनु होला। र हाम्रो यस चैते दशैं मेला संयोजक श्री सन्देश युवको तर्फबाट सन्देश गुरुङ र प्रौढको तर्फबाट मिलन गुरुङलाई पनि आसन ग्रहण गरिदिनु होला म हार्दिक अनुरोध गर्दछु। यसै क्रममा पूर्व जनप्रतिनिधि ईश्वर गुरुङ र भीम प्रसाद काफ्लेज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र यहाँ सञ्चालन खेलको सम्पूर्ण खेलाडीहरूको तर्फबाट श्री अभिषेक परेललाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। पोखराबाट आउनुभएका चेलीबेटी दिदीबहिनीहरूको तर्फबाट श्री ज्योति गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। साथै अन्य अरू दिदीबहिनीहरू पनि आफ्नो ठाउँबाट आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र वयोवृद्ध यस हाम्रो वार्सो गाउँको सबैभन्दा वयोवृद्धको तर्फबाट यसै हाम्रो गाउँको आमा पार्खु गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यसै क्रममा शिक्षकहरूको तर्फबाट यस अन्नपूर्ण सीतापोखरीका प्राध्यापक श्री लीला खनाललाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र स्वास्थ्य कर्मीको तर्फबाट श्री राममाया तामाङज्यूलाई पनि आसन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै क्रममा अन्नपूर्ण संरक्षण समितिको तर्फबाट श्री पृथ्वीराज लामिछानेलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै क्रममा फोटोग्राफरको तर्फबाट किशोर परियार र ओम परियारलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यसै क्रममा कास्की जिल्ला खेलकुद समिति सदस्य श्री प्रजापति गुरुङज्यूलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण टोल संयोजकहरूको तर्फबाट श्री बसन्त खनाललाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यसै क्रममा नौलो घुम्ती नेपालको तर्फबाट अनिल नेपालीजीले पनि आफ्नो आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। पुनः म अतिथिहरूलाई जोड्दैछु। यसै क्रममा श्री किम प्रसाद गुरुङज्यू, एम बहादुर गुरुङज्यू, मिन बहादुर गुरुङज्यू कृपया आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो कार्यक्रमलाई सफल पार्नको लागि भगवती टार चौकी प्रमुख सुरक्षाकर्मीको तर्फबाट प्रहरी सहायक निरीक्षक रामबहादुर नेपालीजीलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यसै क्रममा सामाजिक व्यक्तिको तर्फबाट श्री जीवन परियारलाई आफ्नो आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यसै क्रममा समाजसेवी मनबहादुर गुरुङज्यूलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। अब हाम्रो यो आसन ग्रहण गर्ने कार्यक्रम चाहिँ पुनः जोड्दै जानेछ, हुँदै जानेछ। र समाजसेवी धनराज गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र यसै हाम्रा युवा क्लबका भाइ भान्जा उहाँ पनि भर्खर युकेबाट आउनुभएको छ, कृपया आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। प्रतीक गुरुङ पनि फेरि पनि हाम्रो यो आसन ग्रहण गर्ने कार्यक्रम चाहिँ जोडिँदै जानेछ। अब म यस हाम्रो कार्यक्रमलाई स्वागत मन्तव्य राखिदिनु हुन दाइ श्री रुद्रबहादुर गुरुङज्यूलाई म विनम्र अनुरोध गर्दछु।
मेरो यो सम्बोधन चाहिँ खासै त्यति राम्रो हुँदैन। अब विदेशमा हुने भए लेडिज एन्ड जेन्टलमेन भनेपछि प्रसिद्धिन्थ्यो। यहाँ चाहिँ अब त्यस्तो नहुँदो रहेछ। अब यहाँ हामीले आफ्नो संस्कार पनि सिक्नुपर्छ। त्यसकारण संस्कार सिक्दै गरेको बेलामा गल्ती हुनसक्छ, त्यसमा माफी चाहन्छु। आजको कार्यक्रमका अध्यक्षज्यू, हाम्रो वार्चो गाउँ विकास समितिका संरक्षक मेरो आफ्नै जेठान ईश्वर बहादुर गुरुङज्यू र मेरो वयोवृद्ध आमा 99 वर्ष पुग्नुभएका मेरो आमा र मञ्चमा आसीन सम्मानित व्यक्तित्वहरू, आमाहरू, दिदी बहिनी, दाइ भाइ र सम्पूर्ण यो आजको कार्यक्रममा उपस्थित हुनुभएकाहरूमा सबैलाई मेरो हार्दिक नमस्कार भन्न चाहन्छु। आजदेखि 10, 11, 12 मा हुन गइरहेको यो हाम्रो चैते दशैं मेला वर्षमा एकचोटि मात्र हुने मेलालाई तपाईँहरूको आफ्नो उपस्थिति दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र धन्यवादको क्रममा तपाईँहरू सबैलाई हार्दिक स्वागत भन्न चाहन्छु। थ्याङ्क यू। कार्यक्रम रहेको छ उद्घाटन गरिदिनु हुन हाम्रो संरक्षक आजको प्रमुख अतिथि श्री ईश्वर बहादुर गुरुङज्यूलाई ब्यानरमा साइन गरेर उद्घाटन गरिदिनु हुन म हार्दिक अनुरोध गर्छु। ल हाम्रो यो स्वागत नृत्य राखिदिनु हुनको लागि अन्नपूर्ण सीता पोखरी आधारभूत विद्यालयका साना भाइ बहिनीहरूलाई अगाडि आइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। ए
हजुर नमस्कार छ हाम्रो आउन सबैलाई बिर्स सबैलाई हाम्रो न्यानो स्वागत छ हजुर सबैलाई हाम्रो न्यानो स्वागत छ हजुर सबैलाई अन्नपूर्णसित पोखरी आधारभूत विद्यालयलाई पनि अब हामी कार्यक्रम अगाडि बढाउन गइरहेका छौँ। यसै क्रममा रहेको छ अब खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। खेलको उद्घाटन गरिदिनु हुन म हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि श्री ईश्वर बहादुर गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। कृपया खेलाडी साथीहरू खेल मैदानमा तयार भइदिनु होला। हेलो ल उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई मेरो तर्फबाट नमस्कार छ। म एकदमै लक्की भो आज हाम्रो एकको हाकिम आउनु पर्ने हाकिमको ठाउँ मैले काम पाएँ। त्यसले गर्दा म भाग्यमानी सम्झिनु पर्यो किनभने मैले लम्तरी मन्दिर बनाउँदाखेरि अध्यक्ष गरेको थियो। सायद त्यही भएर हाकिमलाई लुगाएर मलाई अगाडि ल्यायो होइन। अब हाम्रो यो 27 वर्ष पुगे रहेछ। अब 27औँ के अरे अब वार्डचोक मेला भएको छ। त्यसले गर्दाखेरि खेलाडी दाजुभाइ दिदीबहिनीहरू पनि छ भनेदेखिलाई दिदीबहिनी छ भने भन्नु पर्यो एकदमै राम्रो खेल देखाउनुहोस्, आफूकी स्किल देखाउनुहोस्। यहाँ चाहिँ नि जोस चाहिँ गेममा हुनु पर्यो, जोस चाहिँ नि फेरि तन्काउनेमा हुनु भएन है। यो चाहिँ एकदमै विचार गरिदिनु पर्यो। यो चाहिँ खेलकुदको साथसाथमा हामी एक अर्कामा चिन्तानको लागि हो यो। त्यसले गर्दाखेरि एकदम राम्रो हाम्रो अहिले वार्ड नम्बर 11कै छ होला धेरै खेलाडीहरू। त्यसले गर्दाखेरि तपाईँ चाहिँ राम्रो खेलेर राम्रो तपाईँको स्किल देखाउनुहोस्। र अनि हामीले प्राइज राखेको छ। फर्स्ट प्राइज 70,000 राखेको छ, सेकेन्ड चाहिँ 40 छ होला। त्यसले गर्दाखेरि राम्रो खेल खेलेर यो प्राइज जितेर जानुहोस्। हाम्रो प्रोग्राम चाहिँ यहाँ चाहिँ 3 दिनको हुन्छ, आज भोलि पर्सिसम्म। त्यसले गर्दाखेरि चैते दसैँको दिनमा सकिने अनि त्यही दिनदेखि बल्ल हामी चाहिँ आफूकै घर जाने हो। त्यसले गर्दाखेरि राम्रो स्किल देखाउनुहोस् अनि राम्रो खेल देखाएपछि चाहिँ मान्छेले पनि चिन्छ, ओहो फल्ना यस्तो भने पनि चिन्छ। त्यसले गर्दाखेरि यो खेल देखाउन आएको हो, खेल देखाएर जानु पर्यो। र यो वार्डचोक हाम्रो गाउँले गरेको महोत्सव हो, त्यसमा तपाईँहरूले चाहिँ एकदमै राम्रो खेल देखाएर जान्छ भन्ने आशा गर्दै मेरो 2 शब्द यहाँ अन्त गर्छु। धन्यवाद। जय नादा। चैते दसैँ मेलाको पहिलो गेम वार्डचोक भेटरान्स भर्सेस तोगी भेटरान्स बीच हुन गइरहेकोले खेलाडी साथीहरू कृपया तयारी अवस्थामा बस्नु हुन म अनुरोध गर्दछु। सम्पूर्ण सहयोगी साथीहरूको तर्फबाट हाम्रो बहादुर गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन घर नगाडे बुढापाजीले फेरि मार्ला नि। अब यतै आयो हुन्छ। ओके अनि राम्रो खेल देखाएपछि चाहिँ मान्छे पनि चिन्छ, ओहो फल्ना यस्तो भने पनि चिन्छ। त्यसले गर्दाखेरि यो खेल गरेको महोत्सव हो। त्यसमा
ब्राजिलको टिमको खेलका खेलाडी साथीहरू कृपया अफिसियल डेस्कमा सम्पर्क गरिदिनु होला।